अन्त रोटी पकाउने हुन्छ र अचानक त्यो ग्यासले अब हराङ्ग्रै हुँदाखेरि त्यो माथि पुरै एकैचोटि टिनमा पुगेर भागाले भागेको दबाईको अब यति छिटो आयो कि एकैचोटि ज्वालो हामीले देख्ने पहिलाचोटि नै ज्वालो देख्यौँ भने म त्यो बाटाबाट यहाँ आइपुग्दाखेरि सिलिन्डर गइगयो यहाँ आउँदा आउँदै गुडाममै गइगयो यो सबै एरिया ढाकियो अब गर्ने के र लगभग 1.5 देखि 2 मिनट भित्रमा सिलिन्डर गइगयो क्या त्यो ज्वालो निक्लेको पनि भएन अरे हप्ता गरेको अरे ग्यास पढिएर खेती गराएर आज पूजा थियो ए हजुर घरमा पूजा न बाउको वार्षिक थियो त्यसमा तपाईको ग्यास ल्याउनु भयो ग्यास लिकेज भयो ग्यासको लिकेज भएको आगोलाई नियन्त्रण गर्न सकिएन त्यही भएर तपाईको आग लाग्यो त्यो ग्यास चाहिँ तपाईको बाल्ने क्रममा लिकेज भयो लिकेज रहेछ लिकेज रहेछ आजै ल्याएको ग्यास तपाईको ग्यास त हिजो ल्याउनु भयो तर आज प्रयोग गर्नु भयो घरधनीको नाम चाहिँ के भाइ सर भाइ तपाईको नाम सुमन भेट्टालो यहाँ नै हुनुहुन्छ भाइ उहाँ नै हो घरधनी तपाईँ आज वर्ष दिने काम गर्न हुनुहुन्थ्यो त्यो यसो ग्यास लिकेज यहाँ सबैले एउटा कुरा के भन्नु पर्दैन ग्यास